कहिल्यै सोच्नु भएको छ कुनै कानून कागजमा त छ तर व्यवहारमा छैन र त्यसले देशकै स्वतन्त्रतालाई कसरी खतरामा पार्न सक्छ? आज हामी नेपालको सार्वभौम सत्तालाई चुनौती दिइरहेका यस्तै दुईवटा अदृश्य तर महत्त्वपूर्ण कानूनी छिद्रहरूको बारेमा गहिरिएर कुरा गर्नेछौँ। एउटै कानून एकै समयमा हुनु र नहुनु, यो प्रश्न सुन्दा अलि अनौठो लाग्न सक्छ, होइन त? तर आजको हाम्रो विश्लेषणको चुरो कुरो नै यही हो। हेर्नुस्, कुनै कानून किताबमा लेखिनु एउटा कुरा हो, तर त्यसको प्रभावकारी कार्यान्वयन हुनु बिल्कुलै अर्को कुरा। र यही फरकले कसरी राष्ट्रिय सुरक्षा र अर्थतन्त्रमा ठूलो उथलपुथल ल्याउन सक्छ, आउनुहोस् यसलाई नियालेर हेरौँ। अब पहिलो समस्याको कुरा गरौँ। यो एकदमै गम्भीर र तत्कालको सङ्कट हो, र यो सङ्कट नेपालको सम्पत्ति शुद्धिकरण निवारण कानूनबाट उब्जिएको छ। यो यस्तो कानून हो जुन छ तर प्रभावकारी रूपमा काम गरिरहेको छैन। यसलाई बुझ्न हाम्रो छिमेकी भारतको कुरा गरौँ। त्यहाँ PMLA भन्ने कानून छ जुन एकदमै कडा र शक्तिशाली मानिन्छ। यसले त्यहाँको प्रवर्तन निर्देशनालय अर्थात् EDलाई निकै फराकिलो अधिकार दिएको छ। नेपालमा पनि 2064 सालमा यस्तै ऐन बनेको हो। तर समस्या कहाँ छ त? कानून त छ, तर त्यसको कार्यान्वयन यति कमजोर छ कि त्यो कानून नै अनुपस्थित जस्तो भएको छ। अब कार्यान्वयन कमजोर हुँदा के हुन्छ त? यसको असर सिधै राष्ट्रिय सुरक्षामा पर्छ। पहिलो कुरा, यसले नेपाललाई भ्रष्टाचार, तस्करी र अरू अपराधबाट कमाएको कालो धन लुकाउने सेफ हेभन वा सुरक्षित ठाउँ बनाइदिन सक्छ। र त्योभन्दा पनि खतरनाक कुरा के हो भने यसले आतंककारी गतिविधिहरूमा पैसा लगानी गर्नका लागि नेपाललाई एउटा जोखिमपूर्ण ठाउँ बनाउँछ, जुन नेपाल र हाम्रा छिमेकीहरूका लागि समेत ठूलो सुरक्षा खतरा हो। कानूनमा भएको यो सानो छिद्रले निम्त्याउने परिणाम चाहिँ सानो छैन। यो कुनै किताबमा पढ्ने सैद्धान्तिक कुरा मात्रै होइन, यसले त सिधै देशको अर्थतन्त्रलाई नै पीडा दिइरहेको छ। हो, त्यो पीडाको नाम हो ग्रे लिस्ट। यो शब्दले नै अहिले नेपालले भोगिरहेको आर्थिक चुनौतीलाई प्रष्ट पार्छ। अब यो FATF भनेको के हो त? सजिलो भाषामा भन्नुपर्दा यो एउटा अन्तर्राष्ट्रिय वाचडग जस्तै हो, जसले कालोधन र आतंककारी लगानी रोक्नका लागि विश्वव्यापी नियमहरू बनाउँछ र देशहरूले ती नियम मानेका छन् कि छैनन् भनेर निगरानी गर्छ। र यही संस्थाले अहिले नेपालमाथि कडा निगरानी गरिरहेको छ। र यो कुनै पुरानो कथा होइन है। भर्खरै फेब्रुअरी 2025मा नेपाललाई यही कमजोर कार्यान्वयनको कारणले फेरि एकपटक FATFको ग्रे लिस्टमा राखियो। यसले के देखाउँछ भने स्थिति साँच्चै गम्भीर छ र तत्कालै ध्यान दिनुपर्ने खालको छ। त्यसो भए यो ग्रे लिस्टमा पर्नु भनेको वास्तवमा के हो त? पहिलो, नेपालले गर्ने हरेक अन्तर्राष्ट्रिय वित्तीय कारोबारमाथि अब कडा निगरानी हुन्छ। दोस्रो, विदेशबाट पैसा पठाउन वा पाउन पहिलेभन्दा ढिलो र महँगो हुन्छ, जसले रेमिटेन्समा निर्भर हाम्रो अर्थतन्त्रलाई सिधा असर पार्छ। तेस्रो, विदेशी लगानीकर्ताहरू यहाँ लगानी गर्न डराउँछन्। र चौथो, जुन सबैभन्दा महत्त्वपूर्ण छ, यो भनेको आर्थिक सार्वभौमताको प्रत्यक्ष क्षति हो। अब FATF जस्तो एउटा बाहिरी निकायले नेपाललाई के गर्ने र कहिलेसम्म गर्ने भनेर निर्देशन दिन थाल्छ। ल, यो त भयो एउटा सङ्कटको कुरा। अब दोस्रो कानूनी छिद्रतिर लागौँ। यो चाहिँ अलि फरक छ। यो तत्कालको सङ्कटभन्दा पनि एउटा लामो समयदेखिको दुविधा हो, र यो जोडिएको छ विदेशी सहायता नियमन गर्ने कानूनको अभावसँग। यहाँ पनि भारतसँग तुलना गरेर हेरौँ। भारतमा FCRA भन्ने एउटा कडा कानून छ, जसले राष्ट्रिय सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर विदेशी कोषलाई कडा नियन्त्रण गर्छ। तर नेपालमा के छ त? यहाँ त्यस्तो कुनै एउटै केन्द्रीकृत कानून छैन। बरु समाज कल्याण परिषदले परियोजनाहरू स्वीकृत गर्छ, तर त्यसको ध्यान सुरक्षाभन्दा पनि प्रक्रियागत कुरामा बढी केन्द्रित देखिन्छ। अब यो कानून नहुनुको फाइदा र बेफाइदा दुवै छ। भनौँ न, एउटै सिक्काको दुई पाटा जस्तै। एकातिर यसले गर्दा नेपालमा ठूलो मात्रामा विदेशी सहायता भित्रिन्छ, जसले विकासका काममा मद्दत पुर्याउँछ। तर अर्कोतिर यसको ठूलो मूल्य पनि चुकाउनु परेको छ। कहिलेकाहीँ देशको विकासको एजेन्डा सरकारले भन्दा पनि विदेशी दाताहरूले तय गर्न थाल्छन्, जसले हाम्रो सार्वभौम सत्तामाथि नै प्रश्न खडा गर्छ। त्यसो भए यी दुईवटा छिद्रलाई एकै ठाउँमा राखेर हेर्दा के देखिन्छ त? सम्पत्ति शुद्धिकरणको मामलामा कमजोर कार्यान्वयनले नेपाललाई FATFको ग्रे लिस्टमा पुर्यायो, जसले गर्दा हाम्रो आर्थिक सार्वभौम सत्तामा तत्कालै क्षति पुग्यो।
अर्कोतर्फ विदेशी सहायताको मामलामा कडा कानून नहुँदा आर्थिक निर्भरता बढ्यो र दाताहरूको प्रभाव बढ्यो, जसले गर्दा सार्वभौम सत्तामा अर्को किसिमको छिद्र पैदा भयो। अन्तमा हामीले के देख्यौं भने नेपालको सार्वभौम सत्ता दुई फरक फरक तरिकाले कमजोर भइरहेको छ। एउटा त सिधै गुमेको जस्तो देखिन्छ, अर्को चाहिँ बिस्तारै बिस्तारै चुहिएर गएको जस्तो। यसलाई यसरी बुझ्न सकिन्छ, सम्पत्ति शुद्धिकरणको समस्याले हाम्रो देशको नियन्त्रण सिधै बाहिरी निकायको हातमा पुर्याउँछ, तर विदेशी सहायताको छिद्रले चाहिँ हाम्रो सार्वभौम सत्तालाई बिस्तारै थाहै नपाई विदेशी दाताहरूतर्फ सार्दै लैजान्छ। भनेपछि यी दुईवटा छुट्टा छुट्टै चुनौतीहरू भए। एउटा हो सम्पत्ति शुद्धिकरणको सङ्कट, जुन तुरन्तै समाधान गर्नुपर्ने आगो जस्तै हो, र अर्को हो विदेशी सहायताको दुविधा, जुन राष्ट्रिय पहिचान र आर्थिक आवश्यकता बीचको एक निरन्तर र लामो समयसम्म चल्ने बहस हो। र अन्त्यमा यो सम्पूर्ण विश्लेषणले हामीलाई एउटा निकै महत्त्वपूर्ण प्रश्नको अगाडि उभ्याउँछ। आखिर साँचो सार्वभौम सत्ता भनेको के हो? के यो कुनै पनि हालतमा आफ्नो नियन्त्रण नगुमाउनु हो, वा देशको आर्थिक अस्तित्व जोगाउनका लागि आवश्यक सम्झौताहरू गर्दै अघि बढ्नु हो? यो प्रश्नको उत्तरमै सायद नेपालको भविष्य निर्भर छ।